अस्तिको सिडनीको 43 डिग्री टेम्परेचरलाई चाहिँ मजाले सदुपयोग गरेर मैले बनाएको थिएँ मुलाको अचार। सो यसलाई चाहिँ मैले सबभन्दा पहिला चाहिँ मुला काटेर घाममा सुकाएँ अनि सुकाएको 2 घन्टामै यतिको भइसकेको थियो। त्यसपछि चाहिँ मुलाको अचारलाई चाहिने सम्पूर्ण मैले सामग्रीहरू चाहिँ जम्मा पारेँ अनि त्यसपछि मैले सबभन्दा फर्स्टमा चाहिँ हालेँ नुन, धुलो खुर्सानी, त्यसपछि जिरा अनि धनियाँको धुलो, त्यसपछि चाहिँ मुलालाई सबभन्दा चाहिने यो तोरी मजाले भुटेँ अनि भुटेर चाहिँ यसलाई पिसेँ अनि पिसेर चाहिँ यो मिक्सचरलाई चाहिँ मैले मुलामा हालेँ अनि त्यसपछि चाहिँ मैले लास्टमा चाहिँ प्यान तताएर प्यानमा चाहिँ लसुन फुराएँ अनि त्यसपछि चाहिँ बेसार हालेँ। सो यो मिक्सचरलाई चाहिँ मैले फेरि त्यो अचारमा चाहिँ हालेर छानेको छु। सो झान्दाखेरि हेर्न सक्नुहुन्छ हजुरहरूले मजाले हेर्दाखेरि नै अचार मुस्दाखेरि यति खाम लाग्दो बनेको छ है। म 5-6 दिन चाहिँ कसरी पुर्ने होला यो अचार खाना भइसक्यो कि यो हेरेर नै। सो यसलाई चाहिँ मजाले मिक्स गरेँ मैले अनि मिक्स गरिसकेपछि चाहिँ मैले एउटा बोतलमा हालेको छु। सो मसँग चाहिँ सानो बोतल थिएन त्यही भएर चाहिँ मैले यो ठुलो सिसामा चाहिँ मैले भरेँ। सुरुमा चाहिँ 1 सिसा ठुलो भरिसकेको थियो, लास्टमा खाँदाखेरि चाहिँ जम्मा आधी सिसा मात्र भयो कि हेर्नु न। फाइनली मेरो मुलाको अचार रेडी भइसकेको छ। अब चाहिँ बिहान बेलुका खानासँग टक्क साइडमा हालेर खान एकदमै स्वादिलो हुन्छ। थ्याङ्क यू फर वाचिङ, बाई।